आजको क्यालिब्रेसन रहेको छ सिटिजन लाइफ इन्सुरेन्स बुटोल ब्रान्च नेपाल फर्स्ट भएको छ। हेर्ने होइन त पुरा भिडियो ल आउनु साथीहरू। हेलो नमस्कार साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो डे 41 मिनी ब्लगमा। यो हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला र सोचिराख्नुभयो होला आज सङ्गताले यति धेरै पैसा लिएर कहाँ जाँदैछ र के गर्दैछु भनेर बिहानै उठेर टक्क सक्क नुहाइधुवाइ गरिसके पछाडि म जस्ट कपडा मात्र फेरेर म लागेँ खैरेनीतर्फ शीतलनगरतर्फ। अनि त्यस पछाडि म चाहिँ भन्दैछु कहाँ जाँदैछु के गर्दैछु अझै पनि निकाल्दैछु भनेर। अनि म एटिएम पनि जानेवाला छु अनि अझै पैसा निकालेर म चाहिँ दिदीको घर जाँदैछु। दिदीको घर जानको लागि ल सामान चाहिँ ट्याक्क रेडी गर्दैछु, देख्न सक्नुहुन्छ। पैसा देखिसक्नुभयो हजुरहरूले। अनि त्यस लगत्तै मैले अब केमा पानी आउन लागेको थियो है, पानी पर्न चुनै लागेको थियो। अनि मैले टक्क गएर छतमा गएर 2-4वटा गिरामलाई ल्याउँछ लैजाऊँ न त, बिहान नै थियो नि त। अब पसल खोल्ने कुरा नि हुँदैन, नानीलाई फेरि के दिउँला भन्ने सोचले म चाहिँ टक्क रेडी भइसकेँ। मेरो छोरी चाहिँ रुँदै थिइन्, किन भन्दाखेरि अनुसु दिदी भन्ने बित्तिकै ऊ चाहिँ अब जानु पर्यो है, मैले फेरि लैजान्न कि, किन भन्दाखेरि मैले एक्लै ड्राइभ गर्ने नि त, त्यही भएर डर पनि लाग्छ अलिअलि। अनि डर भन्दा पनि बच्चा बच्चीलाई लड्दै सिधै पानी आउँछ भनेर म चाहिँ दिदीको घर पुगिसकेँ। हेलो एन्ड नमस्कार भन्दै हुनुहुन्छ। अनि त्यस पछाडि हाम्रो भेट भयो, एकछिन गफसफ गऱ्यौँ। अनि त्यतिकैमा पानी पऱ्यो। म भित्र पनि हेर न यसो डेकोरेसन गरेको हेरेर जाउला कस्तो छ भन्दै भन्नुभयो। म पनि भित्र गएँ, एकदम राम्रो लाग्यो। घर अहिले फेरि नयाँ नयाँ बनाउनु भएको नि त। अनि नानीलाई हेर्न रहेछ। अनि एकैछिन जस्ट 1-2 मिनट बस्यौँ। हेर्न देख्न सक्नुहुन्छ के भन्दै हुनुहुन्छ दिदीले। त्यस पछाडि बिदा भएर म चाहिँ बाहिर निस्केँ। पानी परिसकेको थियो, मैले रेनकोट पनि लगाइसकेँ। अनि त्यस पछाडि म चाहिँ लागेँ घरतिर। म 20-25 मिनटमा गएर पनि आइसकेँ र देख्न सक्नुहुन्छ मेरो छोरी खुसी हुँदै टिका लाएर बसिसकेकी छिन्। किन भन्दा आज साउने सङ्क्रान्ति थियो। हिजोको भिडियो मैले चाहिँ आज पोस्ट गर्दैछु साथीहरू। अनि त्यस पछाडि मैले चाहिँ एकजना छोरीसँग गफ लाउँदै बसेँ। अनि गफ लाउँदाखेरि हेर्नु न मलाई माया गरी के अरे मेरो छोरीले मैले हजुरलाई धेरै माया गर्छु भनेर चुप्पा खाँदै बसिरहेको छिन्। मेरो छोरी जति फेरि नौटङ्की कोही छैन क्या, बाठी टाठी सबै छिन् होइन, माया लाउदिन्छन् भने घरिघरि त्यस्तो हैरान पनि पार्छन् है केटाकेटी, त्यस्तै त हो। एनिवेज केही छैन, देख्न सक्नुहुन्छ। हामी चाहिँ रमाउँदै हाँस्दै बसिरहेका छौँ। एकछिनपछि मेरो बुढो पनि अफिसमा ढिला भएको थियो, गइसक्नुभयो स्कुटी लिएर। म आउन साथ गइहाल्नुभयो, किन भन्दा 8 बजी जानुपर्छ नि त। मेरो साथीले फेरि सबैजनालाई नमस्कार भन्दैछिन्, घरिघरि फेरि टुच्चा टाच्चा दिन्छन् कि मेरो छोरीले पनि। अनि त्यस लगत्तै अब पालो रहेछ खाना पकाउने। खाना चाहिँ हिजो साँझको नास्तासहित खानुभएछ। हामीले चाहिँ खानासाना पकायौँ, खायौँ, काम भ्यायौँ। अनि त्यसो चाहिँ दिउँसो के गरौँ भयो, मैले चाहिँ मेहन्दी सेन्दी लगाएँ, ट्याकटुक पारेँ है। मलाई चाहिँ बुटो जानु थियो, म चाहिँ जान्न भनेर बसेकी थिएँ। अनि के भन्ने साथीहरू, अनि घरिघरि मनमा जोस लाग्यो गइदिइहाल्छु भनेर म चाहिँ रेडी भएर छोरीलाई टिपेर 2 बजीको प्रोग्राम थियो। म घरबाट बल्ल 2 बजी हिँडेँ कि साथीहरू, पुगौँला कि नपुगौँला, पुगी पनि सकेँ। देख्न सक्नुहुन्छ म जाँदाखेरि चाहिँ केही भएको थिएन। म गइसके पछाडि सबैजना आइसक्नुभयो। अनि त्यस पछाडि यति रमाइलो भयो। नेपाल लाइफ भन्न आयो, सरी, सिटिजन लाइफ इन्सुरेन्स बुटोल ब्रान्चले नेपाल फर्स्ट भएको थियो। अनि त्यस लगत्तै हेर्नु क्यालिब्रेसन गर्दैछौँ हामी चाहिँ। यति रमाइलो भयो पुरै छोड्नु न, लास्टै रमाइलो भएको थियो। जस्तो हामी जति पनि टिम मेम्बरहरू छौँ, हामीले लगायत सरहरूको नभए त्यसमा काम गर्ने सबैको, सर म्याडम सबैको एकदम राम्रो भूमिका थियो। अनि त्यस लगत्तै हामी चाहिँ क्यालिब्रेसन पनि गऱ्यौँ, केक काट्यौँ। अनि त्यस लगत्तै केक पनि खायौँ। हेर्नु न कति रमाइलो भएको थियो कि, कतिजना त छुट्नुभयो है। मैले पनि यही रिग्रेट हुन्छ भनेर म पनि गएको थिएँ। अनि एकदम रमाइलो भयो, देख्न सक्नुहुन्छ। म फेरि यहाँ सुनवलबाट जान्छु नि त, अलिकति टाढै पर्छ, त्यही पनि फेरि म प्रायः जस्तो जान्छु भ्याएसम्म र पाएसम्म। अनि त्यस लगत्तै नास्ता खाएर हामी चाहिँ लाग्यौँ घरतिर। घर आइसके पछाडि मैले खानासाना बनाएँ त के भन्ने है, बनाउन त बनाइयो, खाइयो। अनि छोरीसँग एकछिन डान्स पनि गर्दैछौँ हाम्रो फेरि टाइम स्पेन्ड यस्तै गरेर हुन्छ कि हामी चाहिँ एकदम अब छोरीले नाच भन्छ ननाचेर हुन्छ, नभए नाच्नै पर्यो नि साथीहरू।
अनि हामी यता रमाइलो गरिसके पछाडि देख्न सक्नुहुन्छ छोरी चाहिँ एक्लै नाचिरहेकी छिन्, गीत बजाउने गरी नाच्ने गरी कार्टुन हेर्ने उनको चाहिँ चलिरहेको छ। अहिले चाहिँ भ्याकेसन, अहिले एक्जाम भ्याएर छुट्टी छ नि त उनको, अब यताउति जानु भने कहाँ जाने, त्यही मम्मीको अगाडि पछाडि जहाँ गयो त्यहीँ हो नि त, त्यही भएर हेर्नु साथीहरू भाइरल चाहिँ नभइँदो रहेछ। जति भिडियो बनाए पनि जति पोस्ट गरे पनि भाइरल हुने चाहिँ भइरहेका छन्। हामी चाहिँ केही भइँदैन, जस्ट रमाइलोको लागि भिडियो बनाइन्छ, रमाइलो पनि लाग्छ। खै हाम्रो तरिका नमिलेको कि के हो त्यो चाहिँ मैले बुझ्न सकिनँ साथीहरू। आजको मिनी ब्लग चाहिँ यति नै हो साथीहरू। आज यति रमाइलो भयो, देख्न सक्नुहुन्छ फोटोहरू पनि नै हुन्। ओके बाई बाई, भेटौँला फेरि अर्को मिनी ब्लगमा। त्यो दिनको लागि बाई बाई साथीहरू।